जीवनमा कहिलेकाहीँ यस्तो दिन पनि आउँछ जहाँ शत्रु खोज्नका लागि बाहिर निस्किनु पर्दैन। आफ्नो घरभित्र नै सबैभन्दा ठुलो शत्रु फेला पर्छ। हो साथीहरू, एउटा आमाले पाएको पीडा र आँसुले गर्दा उसको वंश नै नाश हुने अवस्था पनि आउन सक्छ। म कुरा गर्दैछु अघिल्लो बुहारी एपिसोडको। जब सुर्तीले कमलामाथि अनेक आरोप लगाएर समाज उचालेर कमलामाथि कालो मसो दली त्यो गाउँबाट निकालिन्, त्यसपछि कमलाको बाँच्ने आधार नै हराइसकेको थियो। हुन त कहिलेकाहीँ मान्छेले आवेगमा आएर गलत निर्णय गर्छ। कमलाले पनि पीडामा परेको बेलामा मैले अब यो जिन्दगी बाँचेर केही पनि फाइदा छैन, मैले अब यो जिन्दगी नै सकाइदिनुपर्छ भन्ने सोचिन् र खोलामा हाम फालिन्। उनको पेटमा बच्चा थियो। बच्चा पेटमा भएको मान्छे आफू बाँच्ने आश नभए तापनि आफ्नो बच्चाका लागि बाँच्नुपर्छ भन्ने एउटा भावना आउनुपर्ने हो। तर आवेग भनेको यस्तो चिज हो साथीहरू, जसले मान्छेको दिमाग पुरै बन्द गरिदिन्छ। उसले सोच्न केही पनि सक्दैन। कमलाले पनि त्यही गरिन्। उनी पनि खोलामा हाम फालेर म जिन्दगी नै सकाइदिन्छु भनेर आत्महत्या गर्ने प्रयास गरिन्। पछि रामले त्यो सब थाहा पाइसकेपछि खोज्न गए। खोज्न गइसकेपछि जब रामले त्यो खोलाबाट कमलालाई उद्धार गरी ल्याए, जब रामले कमलालाई हस्पिटल पुर्याए, त्यसपछि मैले तपाईको बच्चालाई बचाउन सकिनँ, तर आमालाई भने बचाइदिएको छु। अनि अर्को महत्त्वपूर्ण कुरा, तपाईको श्रीमतीबाट अब कहिले पनि बच्चा हुन सक्दैन। यो चोटका कारणले गर्दा अब तपाईको वंश अगाडि बढ्न सक्दैन। डाक्टरबाट यो कुरा सुनिसकेपछि रामले आफूलाई कसरी सम्हाल्यो होला र अहिलेसम्म आफूलाई कसरी सम्हालिरहेका थिए होला। अहिले पछिल्लो समयमा आएर जब मुना र कमलालाई मलाई बच्चा चाहियो, हामी त अब आमा बन्ने हो, हामीलाई जसरी भए पनि बच्चा चाहियो भनेर जिद्दी गर्न थाले, रामको हालत झन बिग्रिँदै बिग्रिँदै गइरहेको थियो। हुन पनि जोबाट बच्चा नै हुन सक्दैन, त्यो मान्छेलाई कसरी आमा बनाइदिने? जति पटक कमला र मुनाले हामी आमा बन्छौँ, हामीलाई अब बच्चा चाहियो भनेर भन्थे, त्यति नै रामको हालत बिग्रिँदै गइसकेको थियो। मुना र कमला यतिसम्म जिद्दी भइसकेका थिए कि रामले हाम्रो कुराको वास्ता गरेनन् भनेर रामलाई वास्ता समेत गर्न छोडिसकेका थिए। हो साथीहरू, रामलाई उनीहरूले खाना समेत राख्दिन छोडिसकेका थिए। रामको जुन हिसाबले केयर गर्थे, जुन हिसाबले रामलाई सम्मान गर्थे, त्यो सबै घटाइसकेका थिए। रामलाई हरेक परिस्थितिमा बुझ्छु भन्ने कमलाले समेत रामलाई वास्ता गर्न छोडिसकेकी थिइन्। तर एक दिन यस्तो दिन आयो, रामले कमला र मुनालाई जवाफ दिन नसकिसकेपछि म फाल्टै एउटा घर लिएर बस्छु भनेर जिद्दी गर्न थाले। र जब राम अर्को घरमा म सरेर जान्छु भनेर निस्किन लागेका थिए, कमलाले तछाड मछाड गर्दै प्रश्न सोध्न थालिन्। राम, तपाईको मनमा के छ? तपाईलाई भएको के हो? स्पष्ट बताइदिनुस्। हामीले कुनै गल्ती गरेका छौँ भने हामी स्वीकार्छौँ, तर यसरी घर छोडेर गएर समाज हँसाउने काम नगर्नुहोस्। तपाईलाई के भएको हो भनेर कमलाले जबरजस्ती गर्न थालिसकेपछि रामले भनिदिन्छन्, कारण यो,
मेरो आफ्नो परिवारका कारणले गर्दा हाम्रो वंश अगाडि बढ्न सकेन। तिमी अब कहिले पनि आमा बन्न सक्दैनौ। अनि भन अनि भन जब मैले सबैभन्दा धेरै माया कमलालाई गर्छु भने, जब कमला आमा बन्न सक्दिनन् भने अहिले नै मैले तिमीलाई कसरी बच्चा दिन सक्छु? तिमी यति बुझ्न सक्छौ नि मुना। रामले यो सब भनिसकेपछि यति बेला कमला छाँगाबाट खसे झैँ भएकी छिन्। मुनाले पनि धेरै कुरा बुझिसकिन्। रामका बुबाले पनि छोरोले कहिले पनि बिना कारण यस्तो गलत निर्णय गर्दैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि यो पटक चाहिँ छोरोले कतै बाटो बिराइरहेको छ कि भनेर शङ्का गरेका बुबाले पनि स्पष्ट कारण थाहा पाएका छन्। हो, आफ्नै दिदीका कारणले गर्दा आफ्नो वंश अगाडि बढ्न सकेन। राक्षसनी दिदीले गर्दाखेरि आफ्नो वंश अगाडि बढ्न नसकेको, त्यति धेरै अत्याचार गर्दा समेत पनि कयौँ पटक आफ्नै भाइ जसलाई रामलाई मार्न खोजेको, कमलालाई मार्न खोजेको, यी सब कुराहरू हुँदा हुँदै पनि रामले पटक पटक माफ गरिदिएर सुर्तीलाई त्यो घरमा राखेका थिए। यति ठुलो पीडा बोकेर पनि पटक पटक त्यो घरमा राख्न सक्ने भनेपछि राम कति धेरै महान होलान्। जसले आफ्नो सन्तान मारिदियो, धन्न बेलैमा राम कमलालाई बचाउन भ्याए, नत्र आफ्नो श्रीमती गुमाउनु पर्थ्यो रामले। त्यतिसम्म अत्याचार गर्ने दिदीलाई आफूसँग राखेका छन् रामले। यो सामान्य कुरा होइन साथीहरू। यो जो कोहीले गर्न सक्ने कुरा होइन साथीहरू। यदि तपाईँ पनि साँच्चै नै रामलाई सम्मान गर्नुहुन्छ, उनको यो व्यवहारलाई साँच्चै तपाईँ सल्युट गर्नुहुन्छ भनेदेखि चाहिँ यस भिडियोलाई एक लाइक गरी कमेन्ट सेक्सनमा राम लेख्न भने पक्कै पनि नभुल्नुहोला। अब आगामी दिनहरूमा यी सबै कुराहरू मिल्दै जानुपर्छ। रामले फेरि पनि आफ्ना परिवारलाई एकीकृत गरेर राम पहिलाकै जस्तो राम भएर अघि बढ्नुपर्छ। अहिले जुन हालत बिग्रिएको छ रामको, त्यो हालत हामी पनि फिट्टिकै देख्न सक्दैनौँ। राम भनेको आफ्नो गाउँलाई उद्धार गर्दै, आफ्नो समाजलाई अघि बढाउँदै जसरी हिँडिरहेका थिए ती राम हामीले देख्न चाहन्छौँ। र आगामी दिनहरूमा पनि यस्तै राम्रा राम्रा ट्विस्टहरू चाहिँ हामीले यस कथामा देख्न पाउनेछौँ भन्दै आगामी भाग हेर्नका लागि को उत्सुक हुनुहुन्छ कमेन्ट गरेर बताउनुहोला। आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार।